धेरै भाउ मैले बुढा घामले मोडा लागेको आइतोडु मलाई एउटा को साथीले भन्दै थियो तिमीले भ्लगमा धेरै जस्तो गाइस गाइस नभन मलाई हाँसो लाग्छ भन्दै थियो कसले हो तर मेरो मुखमा त्यही आउँछ कि स्याडा फ्या गर्दै हिँडिरहेको छु मैले मोटो मान्छे चाहिँ अलिकति हिँड्दाखेरि पनि हल्का स्यास्या हुने रहेछ अब हेलो एन्ड नमस्ते म चाहिँ सिमानाले अनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरु जति पनि नयाँ हुनुहुन्छ प्लिज सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला मेरो युट्युब च्यानलमा अनि अहिले चाहिँ बिहानको 4:30 भएको छ अनि म चाहिँ आज कुकु भाउजूको घर जाँदैछु अनि यति बिहान उठ्नुको रिजन पनि मैले चाहिँ कुकु भाउजूलाई चाहिँ पुरी र तरकारी अनि मकै लिएर आइदिन्छु भनेको थिएँ अनि म चाहिँ अहिले फुपू घर छु अनि म चाहिँ 4:30 बजे उठेको छु अनि आज एउटा कुरा त मलाई निन्द्रा पनि लागेको छैन अनि 2 बजेदेखिबाट उठेको अहिलेसम्म पनि सुतेकै छैन कि यति टाउको दुख्छ भन्न पनि सक्दिनँ अनि आज चाहिँ म चाहिँ सरप्राइज दिन जाँदैछु अनि के कस्तो हुन्छ भनेर चाहिँ म चाहिँ तपाईहरुलाई नेक्स्ट भिडियोमा देखाउनेछु अनि जो नयाँ हुनुहुन्छ प्लिज सब्स्क्राइब चाहिँ गरिदिनु होला मेरो युट्युब च्यानल मैले चाहिँ धेरै पछि चाहिँ मैले फेरि ब्लग बनाएको छु सो सबैजनाले माया गरिदिनु होला है अनि साथ सपोर्ट दिनु होला म चाहिँ यही भन्न चाहन्छु है त तपाईहरुले देख्न सक्नुहुने छ बिहानको 5 बजेको उज्यालो हुँदैछ सो आलु मटर टमाटर प्याज अनि यो चाहिँ गुनेको पिठो अनि छिटो म चाहिँ आलु मटर पकाएर तरकारी पकाएर अनि त्यसपछि पुरी बनाएर अनि त्यसपछि म नुहाइ गरेर अनि जानेछु फाइनली पुरी बनाएर सके अनि यो मैले बनाएको पुरी हो कस्तो राम्रो भएको छ अनि अब म प्याक गरेर म लिएर जानेछु फाइनली गाइस म चाहिँ रेडी भइसकेँ अनि यस्तो सरप्राइज दिन्छु भनेर चाहिँ जान खोजेको थिएँ तर लास्टमा म आफै सरप्राइज भइरहेको छु किन भन्दाखेरि भाउजू फेरि हिजो बेलुकीबाट बिरामी हुने भएछ अनि आज बिहान मेसेज गर्नुभएको थियो अनि हस्पिटल जानुभएको छ अरे मेरो कल रिसिभहरू केही गर्नुभएको छैन घर हुनुहुन्छ या हुनुहुन्न दिमाग खराब भयो मेरो सो म वहीँ जान्छु होइन म सामानहरू यता सबै प्याक गर्छु अनि जान्छु घर हुनुहुन्छ भने ठिकै छ नत्र एकैछिन भए पनि वेट गरेर भए पनि आउनु पर्ला सो मैले चाहिँ सामान प्याक गर्दैछु अनि सामान चाहिँ मकै पुरी तरकारी लिची अनि त्यसपछि दही फुपूले हालिदिनु भएको अनि यो लिएर जाँदैछु म खतरा भ्युवर छ यहाँ पुसेले मलाई छोड्न चाहँदै हुनुहुन्छ फाइनली यो चाहिँ बल्दी बजार हो गाइजहरू हाम्रो बल्दी बजार मौसम चाहिँ कमाल देखिन्छ क्या आज चाहिँ सही म चाहिँ बस चढेर हिँडेँ घरबाट होइन चोकबाट अनि प्लस म ट्राफिक चोक चढ्छु नि ट्राफिक चोक चढेर चाहिँ अनि म चाहिँ विङ्गरमा जान्छु म चाहिँ बुटोल हस्पिटल लाइनमा झरिसकेँ अनि यस्तो गर्मी छ गाइजहरू म के भन्नुहोस् नि भाउजूलाई थाहा पनि छैन भाउजूले मलाई कल गर्नुभएको थियो कि अनि के कता हिँडेको के हिँड्दैन मैले बुटोल सामान लिन जानु लाग्यो भन्थेँ तर मैले भने छैन भाउजूलाई म हजुरको घर आउँदैछु भनेर सो एकैचोटि म जान्छु अनि प्लस म एकैचोटि आउँछु घर आजको मौसम चाहिँ बुटोलको यस्तो बवाल छ तर घामले चाहिँ भन्नु पर्दैन नसक्नु छ मेरो हालत बेहाल भएको छ बेहाल त्यहाँ फुटबलदेखि नि डोनादाईको घर सालडीको फुल कलेज डोना
हाम्रो घर। म चाहिँ फाइनल्ली बैरिया 4 नम्बरतिर आइपुगेँ अनि घाम पनि यति छ नि कस्तो यति घाम छ। अब यहाँबाट म चाहिँ भाउजूको घर जान्छु अनि भाउजूको घर जाने बाटो चाहिँ यही हो। अनि टिप्परहरू पनि कति धेरै आछ, के गर्नु गाइजहरू भन्न मात्रै सक्दिनँ म त। म अटोमा गइदिउँ क्या हो, त्यहाँ अटो रहेछ। म चाहिँ अटोमा गएन, अब यहाँबाट म टुई लगाएर यस्तो घाममा म यस्तो बौलै जस्तो भएर हिँड्छु। अनि के भन्नु यो घामले मलाई अब थाहा छ मलाई घामदेखिबाट एलर्जी छ, त्यही पनि म जानुपर्ने हुनेछ किनकि अटो रिक्सामा गयो भने थाहा पाउने अवस्था आउँछ। त्यही भएर म सरासर टुटी लगाएर जान्छु। घाम भने यति छ नि कस्तो त्यसो त कालो मान्छे झन् कालो हुन्छ कि म सियो थाहा छ क्या छ नसक्नु छ भगवान्। अब यहाँबाट म एक्लै म तपाईँहरूलाई देखाउँछु कुकु भाउजूको घर है त। अब सिट लगाएर हिँड्नु पर्ने हुन्छ। पोकापोकी बोकेर हिँडिरहेको छु म। गाह्रो छ, घामले मोर्न लाए गाइजहरू। मलाई एउटा को साथीले भन्दै थियो तिमीले भ्लगमा धेरै जस्तो गाइस नभन मलाई हाँसो लाग्छ भन्दै थियो। कसले हो, तर मेरो मुखमा त्यही आउँछ कि स्याडा फ्या गर्दै हिँडिरहेको छु म यहाँ। मोटो मान्छे चाहिँ अलिकति हिँड्दाखेरि पनि हल्का स्यास्या हुने रहेछ। अब चाहिँ आउँछ है भाउजूको घर। म त्यहाँ गएर भाउजूले कस्तो रियाक्सन दिन्छ हेर्नु भयो। यहाँ हेर्नु न पसिना आएर। अब म सुइलाएर म भिडियो कट गर्दिनँ। अब आइसक्यो, धेरै टाढा त छैन, त्यही पनि कस्तो म कहिले त्यहाँ पुगेर त्यहाँ भाउजूहरूको रियाक्सन देखाउँछु अनि प्लस म पङ्खामा बस्छु भन्दै बसिरहेको छु। औ स्यास्या भयो नि बडै, कहाँ जानु होला हौ म त मर्न म त। यस्तो घाममा बौलाई जस्तो सरप्राइज रे, यस्तो घाममा नि सरप्राइज। उफ त्यो भाउजूको घर देख्यो। अब जुम गर्नुहुन्थ्यो, यहाँ मेरो हातमा सामान छ त्यही भएर म जुम चाहिँ गरिनँ, म डाइरेक्ट त्यही गरेर देखाउँछु प्लिज। तर मलाई भाउजूले नदेख्यो हुन्थ्यो यार, भाउजूले नै थाहा पाउँछ नि त्यो बौलाले त। हो त्यो सिधा अगाडिको घर हो, मलाई नदेख्यो हुन्थ्यो यार, झ्यालबाट हेरेर टुटु ल्याएर हेर्दै बस्यो होला, सुते नि हुन्थ्यो नि यार। यही घर है कुकु भाउजूको। यही घर हो, म यस्तो बौलाई जस्तो भइरहेको छु। यही घर हो। को हुनुहुन्छ घर? गजब बेइज्जती है।
धेरै भाउ मैले देखो मैले भन्थेँ नि भाउजूको रिएक्सन खतरा हुन्छ भनेर बिरामी भयो तर होइन म एकछिन मात्रै आएको भाउजूले म यहाँ खानेकुरा पेट भयो गाइस गर्मी भएर मैले ढाँटेको थिएँ कि म आउँदिनँ भनेर म बुट्टा लाखु सामान लिन भनेर यहाँ बिरामी मान्छे सो स्याड भाउजूको न्यू कुलरमा म छु कति आनन्द आइरहेछ नि गर्मीले मर्न लागिसक्यो यही हो कुक्कु भाउजूको रुम मैले लिएको कोसेली भाउजूले यहाँ खोल्दैछ के गर्नु बच्चा पाउने भएपछि ल्याइदिनै पर्यो दही हो दही फुपूले पठाइदिनु भएको यो मकै दही त्यो सबै अनि यो लिची भाउजूको घरबाट फर्किनु लागेको अनि भाउजूले चाहिँ मलाई चाहिँ घर छोड्न भन्नाले घर भन्नाले चाहिँ कस्तो पागल रे घरले बाटोसम्म छोड्न जाँदै हुनुहुन्छ सो घाम देख्दाखेरि मलाई त्यस्तो रुन मात्रै आउँछ भाउजूको घर आँप म देखाइदिन्छु भाउजूले भनिहाल्नु भयो ल है साथीहरू कुक्कु भाउजूको घर आँप मस्त पारामा छ वहाँ मैडम जी और ये हम है और हम ऐसे चलेंगे ऐसे चोकसम्म छोड्न जानुहुन्छ के अनि म बस चढ्छु अनि चोकसम्म जान सकेन भने फर्किनु सुन्नुभयो म भाउजूको लागि सब ए भक्योरा सामान मेरो सामान बिर्सेको सब ए भक्योरा सामान मेरो सामान बिर्सेको आज म त फुल त मार्दैन सामान आज मङ्गलबार हाम्रो घर फेरि मङ्गलबार बार्ने कारणले चाहिँ अनि सामानहरू चाहिँ नछोडिकन है भाँडाहरू लिएर है भन्नुभयो त झन् त्यही बिर्सेर टुइ लाएर हिँडेको के ए धन्न सम्झिए साथीहरू एकदम छ सिमला नानी बसा छ सिमला नानीको ब्लगमा माई युट्युब च्यानलमा भने म त राख्दिनँ फेरि बसा छ हामी चाहिँ यहाँ बाटोमा आइपुग्यौँ त भाउजू सोझी संस्कारी गाउँतिर सबैले सोझी संस्कारी भन्छ भाउजूलाई सिम्पल तर फेरि भित्र फेरि इच्छाधारी नागिन हाम्रो भाउजू इच्छाधारी नागिन भाउजू हो यो एउटा दिनु न त एउटा पिस दिनु त भाउजूलाई खान मन लाग्यो अनि खानु नि पर्छ कि फेरि यस्तो बेलामा फेरि हामी चाहिँ बैरिया चोकमा आएर यहाँ विङ्गरलाई कुरेर बसेको छौँ भाउजू मलाई यहाँ चोकसम्म छोडाउनु हो त्यसपछि हाम्रो भेट अब हुनेछ भाउजूले बेबी पाउने बेलामा भाउजूको बेबी हेर्न चाहिँ मै आउँछु सबैभन्दा फर्स्ट भाउजूको बेबी मैले हेर्छु उहाँ विङ्गर नि आइसक्यो बाई बाई भाउजू मलाई प्राङ आने के रे आज कस्तो म चाहिँ फर्केको अवस्था तर आज भाउजूलाई चाहिँ प्राङ भइदियो
पढेँ गर्छु फाइनली गाइस म चाहिँ फुगो घर आइपुगेँ अनि म चाहिँ घर चाहिँ भोलि जान्छु अनि आज चाहिँ यति गर्मी थियो भनी त त्यो पुरै नगरौँ होइन अनि जति पनि बुटोलमा बस्नुहुन्छ उहाँहरू चाहिँ यस्तो गर्मीमा नहिँड्नु यताउति भन्न चाहन्छु मेरो टाउको दुखेर त्यस्तै भइरहेछ अनिलो गरेर त्यस्तै भइरहेछ अनि सो त्यही भएर आजलाई चाहिँ भिडियो यहीँ अन्त्य गर्न चाहन्छु जति पनि नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला मेरो च्यानल भन्दै अब हामी चाहिँ नेक्स्ट भ्लगमा भेट्नेछौँ बाई बाई